तल फेरि यहाँ जङ्गल छ तर यहाँ हुक्का बार भन्ने गीत चलिरहेछ है त के गीत रहेछ भन्ने कुरा हामी अहिले त्यहाँ गएर हजुरहरूलाई देखाउनेछौँ हामी नगरकोटबाट घुम्दै यो नगरकोटको झुलुङ्गे पुल भन्नेमा जाँदैछौँ 5 मिनट लाग्छ भन्दै थियो माथिको दिदीले अब कति मिनट लाग्ने हो बिचमा कि जेसिबी यो बाटो यहाँ केही अवरोध पऱ्यो भने यहाँ तुरुन्तै कल गर्नुलाई यसमा कि यहाँको नगरपालिकालाई फोन गर्ने बित्तिकै आउँछ होमस्टे पनि छ कोही आउन चाहनुहुन्छ भने यहाँ होमस्टेको लागि व्यवस्था छ है त क्यामेराम्यान त खासै गति त छैन म तर रहर चाहिँ लाग्छ है त मलाई फेरि हाम्रो सरको अगाडि उहाँ हाम्रो गाइड मेन बोस भनेको उहाँ हुनुहुन्छ है त ल हेर त हामी त कहाँ आयो अघि खाने ठाउँमा आयो हो ए ल ल है यो चाहिँ होमस्टे होइन त ए ल त्यो पप्पीको नाम चाहिँ के रहेछ ए ल ओके ल पछाडिदेखि यो पुरै लाली गुराँस देखिन्छ त्यहाँ